स्वागत छ। आज हामी ध्वनि र अर्थको जुन सम्बन्ध छ नि त्यसमा अलि गहिरिएर हेर्दैछौँ। खास गरी यो स्वर वर्णहरूले माने बाउल साउन्ड्सले कसरी अर्थ बनाउँछ भन्ने कुरा। हामीसँग केही भाषिक अध्ययनका सामग्रीहरू छन् जसले एउटा भाषामा स्वरहरूको प्रणाली कस्तो रहेछ भनेर देखाउँछ। अनि यसमा उदाहरणहरू पनि प्रशस्तै छन् जसले के देखाउँछ भने मुखबाट निस्कने सानो आवाजको फरकले पनि कत्रो ठुलो अर्थमा फरक पार्न सक्दो रहेछ। आजको हाम्रो उद्देश्य सिम्पल छ, कसरी एउटा सानो स्वर वर्ण फेरिदा शब्द मात्रै होइन त्यसको पुरै अर्थ नै बदलिन सक्छ भनेर बुझ्ने। ल सुरु गरौँ न त यो कुरा। सबभन्दा पहिले यो न्यूनतम जोडीको कुरा गरौँ। मिनिमल पेयर्स भन्छन् नि, यो भाषा विज्ञानमा निकै चल्ने कन्सेप्ट हो। न्यूनतम जोडी भनेको चाहिँ कस्तो भने दुईटा शब्द जसमा उच्चारण गर्दाखेरि खालि एउटै ध्वनि मात्रै फरक हुन्छ, अरू सब सेम हो। ठ्याक्कै हाम्रो आजको कुरामा त्यो फरक ध्वनि भनेको स्वर वर्ण हो, वावल। यो किन महत्त्वपूर्ण छ त, के लाग्छ? यसको महत्त्व के हो भने यसले चाहिँ कुन कुन ध्वनिहरूले साँच्चै अर्थ छुट्याउन सक्छ भनेर देखाउँछ। भाषामा कुन साउन्ड इम्पोर्टेन्ट छ अर्थको लागि भनेर, जसलाई फोनिम भन्छन् नि। फोनिम हो। अनि यहाँ चाखलाग्दो कुरा के छ भने नि, यो त हामीले बोल्ने भाषाको एकदमै भनौँ न भित्री संरचना हो क्या। हामी दिनदिनै कति सजिलै शब्द बोल्छौँ, तर त्यसको पछाडि यस्तो सूक्ष्म सिस्टम छ भनेर सोच्दैनौँ के? हो त नि। एउटा स्वर मात्रै बदल्दा, जस्तो कि हाम्रो स्रोतमा पनि देखाइएको छ, फुपू वा काकी भन्ने शब्द एकासी दूध बन्न सक्छ, अथवा छुनु भन्ने क्रिया झार उखेल्नु हुन सक्छ। यसले देखाउँछ कि हाम्रो दिमागले कति सानो कति सूक्ष्म रूपमा ध्वनिहरूलाई छुट्याउँछ र अर्थसँग जोड्छ, त्यो पनि अब हामीलाई थाहै नभइकन। हो, यो त साँच्चै नै अचम्मको कुरा हो। हाम्रो मस्तिष्कले कसरी काम गर्छ होला। ल न त स्रोतबाट केही उदाहरण हेरौँ अलि ठोस रूपमा। कहाँबाट सुरु गरौँ? माथिल्लो स्वरहरूबाट गरौँ न, जस्तै आइ र युको फरक, मतलब ई र उ जस्तो। हुन्छ, त्यहीबाट सुरु गरौँ। स्रोतमा एउटा उदाहरण छ, निनी। निनी यसको अर्थ फुफुकाकी रहेछ। तर यदि त्यही ईको ठाउँमा उ लगायो भने शब्द बन्छ नुनु। अर्थ दूध। हेर्नुहोस् त कति फरक हो नि। कति आधारभूत कुराहरू पारिवारिक नाताबाट खानेकुरामा पुग्यो एउटा स्वरले गर्दा। हो, यो भिन्नता निकै आधारभूत हो। अर्को त्यस्तै उदाहरण छ, थिसा। अर्थ छुनु, तर ईलाई उ बनाउँदा थुसा, जसको अर्थ झार उखेल्नु। फेरि पनि दुईटा बिल्कुल फरक शारीरिक काम, एउटा स्वरले छुट्याएको। यो आई र युको भिन्नता त धेरै भाषाहरूमा पाइन्छ र यसले अक्सर यस्तै बेसिक अर्थहरू छुट्याउन काम गर्छ। यसले भाषाको ध्वनि प्रणाली कति इफिसियन्ट छ भन्ने पनि देखाउँछ। थोरै ध्वनिबाट धेरै अर्थ निकाल्ने। हो, यो त प्रष्ट भयो। अब मेरो मनमा एउटा प्रश्न आयो, के यो फरक मुखको अगाडि पछाडि स्थानले मात्रै हो त, कि जिब्रोको उचाइ, त्यो टङ हाइटले पनि यस्तै फरक पार्छ? जस्तै आई र ईको फरक, ई र ए जस्तो। तपाईले एकदम सही ठाउँमा समात्नु भयो। उचाइ पनि उत्तिकै महत्त्वपूर्ण छ। आई र ईको भिन्नता हेरौँ न त। स्रोतमा उदाहरण छ, लिसा अर्थ छर्नु वा प्रसारण गर्नु, तर त्यही आईलाई ई बनाउँदा शब्द बन्छ लेसा अर्थ छान्नु वा चयन गर्नु। फेरि फरक क्रिया भयो। हो, दुईटा सामान्य क्रिया तर अर्थ बिल्कुल फरक, केवल स्वरको उचाइ फरक हुँदा। अनि त्यो स्रोतमा एउटा अलि फरक खालको उदाहरण पनि थियो नि, जसमा अलि सांस्कृतिक कुरा जोडिएको थियो, त्यो ट्रु र इरेको जोडी। हो, त्यो जोडी पनि निकै रोचक छ। ट्युलाई खाना भरिएको रोटालु भनेर लेखिएको छ, सायद कुनै खानेकुरा होला, तर इरेको अर्थ चाहिँ मृत्यु संस्कारमा प्रयोग हुने पिठोको डल्लो भनेर दिएको छ। यहाँ हेर्नुहोस् त, यु र ईको फरकले एउटा सामान्य खानेकुरा र अर्को विशेष सांस्कृतिक वा धार्मिक महत्त्व भएको वस्तुलाई छुट्यायो। हो त। यसले के देखाउँछ भने स्वर ध्वनिहरूले दैनिक कुरा मात्रै होइन, गहिरो सांस्कृतिक अर्थ बोकेका कुराहरूलाई पनि छुट्याउन सक्छन्। त्यो ध्वनि आफैमा त्यो संस्कारसँग जोडिन पुग्यो क्या। यो खालि ध्वनिको फरक मात्रै रहेन, संस्कृतिसँग पनि जोडियो।
यो त झनै गहिरो कुरा पो रहेछ। ध्वनिको नाता संस्कृतिसँग पनि। ठिक छ, अब अलि अर्कोतिर लागौँ। यो आ स्वर मतलब आ ध्वनि, यो त एकदम कमन जस्तो लाग्छ। यसले पनि यस्तै महत्त्वपूर्ण फरक पार्छ होला नि? सोचमा केही छ यसको बारेमा? अवश्य। आ स्वरले पनि अरू स्वरहरूसँग मिलेर महत्त्वपूर्ण न्यूनतम जोडीहरू बनाउँछ। जस्तै ई र आको तुलना गरौँ। स्रोतमा छ आर्की, अर्की, अर्थ मृग, तर यसैमा ईको ठाउँमा आ राख्दा बन्छ अर्का, अर्का, अर्थ ओखर। ओहो, मृगबाट ओखर? हो, हेर्नुस् त, एउटा स्वरले जिउँदो प्राणीबाट सिधै वनस्पतिमा पुग्यो अर्थ। यसले के देखाउँछ भने भाषामा ध्वनि र अर्थको सम्बन्ध कति स्थापित छ, तर केही हदसम्म आर्बिट्रेरी पनि। यो भाषाले नै बनाएको नियम भयो। साँच्चै अनौठो। अब यु र ए को बीचको फरक नि? उ र आ। यसमा पनि त्यस्तै महत्त्वपूर्ण उदाहरण छ। उमा? उमा अर्थ श्रीमती, तर युलाई एले बदल्दा अमा बन्छ, आमा, जसको अर्थ आमा। ए, श्रीमती र आमा। कति नजिकको तर बिल्कुलै फरक पारिवारिक सम्बन्ध। यो भिन्नता कति महत्त्वपूर्ण छ आफै सोच्नुस् त। उच्चारणमा सानो गडबड भयो भने कस्तो अर्थको अनर्थ हुन सक्छ। हो, यो त एकदमै ख्याल गर्नुपर्ने कुरा रहेछ, खास गरी नयाँ भाषा सिक्ने बेलामा। अनि क्रियापदहरूमा पनि यस्तै छ नि, जस्तै चुक्सा। चुक्सा अर्थ हाल्नु वा खन्याउनु। तर युलाई एले बदल्दा चाक्सा। चाक्सा अर्थ ढाक्नु वा पल्टाल्नु। ए, हाल्नुबाट ढाक्नु। हो, फेरि पनि आधारभूत क्रियाकलाप, तर स्वरले गर्दा पुरै फरक काम भए। ठिक छ, ठिक छ। अब ई र एतिर जाउँ न त। ए र आ, यसमा कस्ता उदाहरण छन्? स्रोतमा नेम भन्ने शब्द छ, नेम, जसको अर्थ घर हो, तर ईको ठाउँमा ए राख्दा नाम बन्छ, नामे, अर्थ नाम। घर र नाम दुवै कति बेसिक कुरा हो। अर्को जोडी पनि छ, र्याङ। र्याङ, र्याङ अर्थ फूल, तर ईलाई एले बदल्दा राङ, राङ, अर्थ सुक्खा वा असिञ्चित खेत। फूलबाट खेत, प्रकृतिसँगकै कुरा तर फरक। हो, यो ढाँचा विभिन्न अर्थका क्षेत्रहरूमा देखिन्छ। अनि अन्त्यमा ओ र ए को नि, ओ र आ, यसको पनि उदाहरण थियो जस्तो लाग्छ मलाई। थियो। एउटा उदाहरण छ ओङ्गोल। ओङ्गोल, जसको अर्थ घाँटीको हड्डी वा एडम्स एप्पल भनिएको छ, तर ओलाई एले बदल्दा आङ्गाल बन्छ, आङ्गाल, जसको अर्थ लाज वा अप्ठ्यारो। ओहो, शरीरको अङ्गबाट सिधै भावनामा। हो। अर्को उदाहरण डङ। डङ अर्थ आन्द्रा, तर ओलाई एले बदल्दा दङ्गे बन्छ, दाङ्गे, अर्थ खोज्नु। यहाँ त संज्ञाबाट क्रिया पो बन्यो। केवल स्वर फेर्दा। यसले स्वर प्रणाली कति डाइनामिक छ भन्ने देखाउँछ। कुनै पनि ध्वनि खेर गएको छैन, सबैले केही न केही अर्थ बोक्न मद्दत गरिराखेका छन्। यति धेरै उदाहरण हेर्दा त यो भाषाको स्वर प्रणाली त निकै व्यवस्थित र रिच रहेछ भन्ने देखियो। तर के यति नै हो त? अरू प्रकारका स्वरहरू पनि छन्, जस्तै त्यो अलि अस्पष्ट सुनिने केन्द्रीय स्वर अ हुन्छ नि, स्व, त्यसले पनि यस्तै भूमिका खेल्छ। त्यो त कति भाषामा त्यति महत्त्वपूर्ण मानिँदैन क्यारे। जो राम्रो प्रश्न हो। केन्द्रीय स्वर अ, जसलाई कहिलेकाहीँ न्युट्रल वा अस्पष्ट स्वर पनि भन्छन्, यस भाषामा चाहिँ अर्थ छुट्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। यसले पनि अरू स्वरहरूसँग एक्टिभली कन्ट्रास्ट गर्छ, जस्तै स्रोतमा आए र अको भिन्नता छ। रिम भन्ने शब्द छ, रिम, जसको अर्थ रहेछ मृत्यु संस्कारमा पिइने घरमा बनाएको जाँड, तर आएको ठाउँमा अ राख्दा रम बन्छ, रम, जसको अर्थ शरीरको रौँ। फेरि सांस्कृतिक पेय र शरीरको अङ्ग। हो, केवल आए र अको फरकले। भनेपछि यो अल्छी स्वर भनिने अले पनि काम गरिरहेकै रहेछ। अरू स्वरहरूसँग पनि यसको यस्तै भिन्नता छ, जस्तै युसँग छ। स्रोतमा चुली, चुली, अर्थ टुटी वा स्पाउट, तर युको ठाउँमा अप्रयोग भएको शब्द छ चल्लिमान, चल्लिमाल, अर्थ चन्द्रमा। टुटीबाट चन्द्रमा, कस्तो फड्को? हो नि। त्यस्तै ई र अको तुलना पनि छ। छेपे, छेपे, अर्थ फियो वा स्प्लिन, तर द्लम्था, द्लम्था, अर्थ टाढा।
शरीरको अङ्गबाट दूरीको अवधारणा। अनि तपाईँले अघि भन्दै हुनुहुन्थ्यो त्यो जम्था शब्दले अलार्मसँग पनि फरक देखाउँछ भनेर। हो, देखाउँछ। अलार्म यो शब्दलाई धामी संस्कारमा प्रयोग हुने रातो र सेतो झण्डा भनेर वर्णन गरिएको छ। यसमा ए स्वर छ, तर हामीले भर्खरै हेरेको द्लम्थामा अ स्वर छ। यहाँ ए र अको भिन्नताले सांस्कृतिक वस्तु र दूरीको अवधारणालाई छुट्यायो। अनि रोचक कुरा के छ भने यो द्लम्था शब्दले ईसँग साइपे विरुद्ध द्लम्था र एसँग एलार्म विरुद्ध द्लम्था दुवैसँग न्यूनतम जोडी बनायो। एउटै शब्दले दुईतिर? हो। यसले के देखाउँछ भने भाषाको ध्वनि प्रणाली एउटा जटिल नेटवर्क जस्तो हो, जहाँ एउटा ध्वनिले विभिन्न अरू ध्वनिहरूसँग मिलेर अर्थको फरक बनाउँछ। यो केवल ए विरुद्ध बी मात्र होइन, ए विरुद्ध सी, बी विरुद्ध डी जस्तो मल्टिडाइमेन्सनल सम्बन्ध हो। यसले नै भाषाको पूरा ध्वनि प्रणाली, त्यो फोनिमिक इन्भेन्ट्री भन्छ नि, त्यो बनाउँछ। यो त झमझन गहिरिँदै गयो त। अब अझै अलि जटिलतातिर लागौँ कि स्वरलाई नाकबाट बोल्दा मतलब नेजलाइजेसन वा दुईटा स्वर मिलाएर बोल्दा डिफ्थङ्ग्सले पनि यस्तै अर्थ फरक पार्छ? स्रोतमा यसबारे केही छ? पक्कै पनि छ। स्वरको गुणस्तरमा आउने परिवर्तन, जस्तै नाकेपना हुनु नेजालिटी वा संयुक्त स्वर हुनु डिफ्थङ, यसले पनि फनेमिक भिन्नता मतलब अर्थ छुट्याउने फरक ल्याउन सक्छ। स्रोतमा यु र एउटा नाके स्वरबीचको भिन्नता देखाइएको छ। लुइसा अर्थ खुस्किनु वा खुकुलो हुनु। यसमा सामान्य यु स्वर छ, तर अर्को शब्द छ लङ्सा अर्थ चढ्नु वा सवारी गर्नु। यसमा अङ जस्तो नाके स्वर प्रयोग भएको देखिन्छ। यहाँ त्यो नाकको प्रयोग नाकेपना आफैमा अर्थ छुट्याउने तत्त्व बन्यो। अनि त्यो आगो लाग्ने र लगाउने उदाहरण नि जोरोक्सा र जोरो, त्यो त झन् क्लियर थियो जस्तो लाग्यो। हो, त्यो निकै स्पष्ट उदाहरण हो। जोरोक्सा अर्थ डढ्नु वा आफै जल्नु। इन्ट्रान्जिटिभ भन्छ नि। यसमा सामान्य ओ स्वर छ, तर जोरुँ अर्थ दाउरा बाल्नु वा जलाउनु। ट्रान्जिटिभ, यसमा नाके संयुक्त स्वर ऊ प्रयोग भएको छ। यहाँ स्वरको प्रकृतिले अर्थ मात्र होइन, क्रियाको व्याकरणिक भूमिका, त्यो कजेसनलाई पनि सङ्केत गर्यो। आफै हुनु र कसैले गराउनु बीचको फरक। वाह, यो त व्याकरणसँग पनि जोडिन पुग्यो। गजब। अब साधारण संयुक्त स्वरको कुरा गरौँ न त। स्रोतमा त्यो आउ र आइयुको तुलना थियो नि। हो, आउ अर्थ आँप। यसमा आउ एउटा संयुक्त स्वर डिफ्थङ छ, जहाँ जिब्रो एक ठाउँबाट अर्कोमा सर्छ। तर आयु अर्थ मलसाम्प्रो पाइन मर्टन। यसमा सम्भवतः अ पछि ज जस्तो ग्लाइड अनि यु स्वर छ, जुन आउको संरचना भन्दा फरक छ। यहाँ पनि स्वरको गुणस्तर संयुक्त स्वर विरुद्ध साधारण स्वरहरूको सिक्वेन्सले फलफूल र जनावर जस्ता पुरै फरक वर्गका चीजहरूलाई छुट्यायो। यति धेरै उदाहरणहरू हेरिसकेपछि अब यसले समग्रमा के देखाउँछ त? यो सबैको मतलब के हो? यी सबै उदाहरणहरूले यो विशेष भाषाको स्वरहरूको ध्वनि प्रणाली, त्यो भावल फोनिम इन्भेन्टरीको एउटा नक्सा जस्तो बनाउँछन्। अर्थात् कुन स्वर ध्वनिहरू छन् जसले अर्थ छुट्याउन साँच्चै महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरा प्रष्ट पार्छन्। यो भाषा बोल्ने मानिसहरूले त यी फरकहरू बच्चादेखि नै थाहै नपाइकन सिकेका हुन्छन् र प्रयोग गरिरहेका हुन्छन्। हो त। उनीहरूले आमा भन्नुपर्दा स्वतः आमा, श्रीमती भन्नुपर्दा उमा, त्यहाँ एउटा स्वरको फरक छ भनेर सोच्दै नसोची। तर भाषाविदको लागि चाहिँ यो न्यूनतम जोडीको अध्ययन भनेको यिनै नजानिन्दा नियमहरूलाई बाहिर निकाल्ने, स्पष्ट पार्ने र भाषाको संरचनालाई वैज्ञानिक तरिकाले बुझ्ने एउटा महत्त्वपूर्ण विधि हो। एक किसिमले भाषाको इन्जिनियरिङलाई रिभर्स इन्जिनियर गर्नु जस्तै हो। यो सुन्दा त भाषा आफैमा कति सटीक, कति कुशल प्रणाली रहेछ जस्तो लाग्छ। हामीले मुखभित्र जिब्रो वा ओठको स्थितिमा गर्ने सानोभन्दा सानो परिवर्तनले फरक ध्वनि निकाल्छ। अनि त्यो सानो ध्वनि परिवर्तनले पुरै फरक अर्थ बोकेको शब्द बनाउन सक्छ। कस्तो अचम्मको एफिसियन्सी!
एकदमै। भाषाको यो दक्षता साँच्चै नै अविश्वसनीय छ। यसले सीमित संख्याका ध्वनिहरू, फोनिमहरू प्रयोग गरेर असीमित संख्यामा शब्दहरू र अर्थहरू सिर्जना गर्न सम्भव बनाउँछ। यसको व्यावहारिक महत्त्व पनि छ। यसले के देखाउँछ भने कुनै पनि भाषा, अझ विशेष गरी नयाँ भाषा सिक्दा कति ध्यान दिएर सुन्नुपर्छ, अटेन्टिभ लिसनिङ, अनि कति सही उच्चारण गर्नुपर्छ, एक्युरेट प्रोनाउन्सिएसन। हो नि। तपाईले भने जस्तै एउटा सानो स्वरको गल्तीले, जस्तै अम्माको ठाउँमा उमा भनियो भने कत्रो अर्थको गडबड हुन सक्छ। हो, त्यो त पक्कै हो। अनि भाषाविदहरूका लागि यसको के महत्त्व छ भन्नुभयो? अलि प्रश्न पारिदिनुस् न। भाषाविदहरूका लागि न्यूनतम जोडीहरूको विश्लेषण भनेको कुनै पनि भाषाको ध्वनि प्रणालीको नक्सा बनाउने एकदमै आधारभूत औजार हो। यसले कुन ध्वनिहरू साँच्चै अर्थ छुट्याउन महत्त्वपूर्ण छन्, फोनेमिक, र कुन ध्वनिहरू एउटै फोनिमका खालि फरक सुनिने रूप मात्र हुन्, अलोफोनिक, भनेर छुट्याउन मद्दत गर्छ। यसले भाषाको वैज्ञानिक अध्ययनलाई सम्भव बनाउँछ अनि यसको आधारमा भाषाहरूको तुलना गर्न सकिन्छ। भाषिक वर्गीकरण, त्यो टाइपोलोजी बुझ्न सकिन्छ र भाषा कसरी समयसँगै परिवर्तन हुन्छ भन्ने अध्ययन गर्न पनि मद्दत पुग्छ। भनेपछि आज हामीले यी भाषिक टिपोटहरूको आधारमा स्वर ध्वनिहरूले कसरी अर्थलाई आकार दिन्छन् भन्ने बारेमा निकै विस्तृत र रोचक चर्चा गर्यौं। हामीले देख्यौं कसरी केवल एउटा स्वरवर्णको फरकले फुपू काकीलाई दूध, निनी वर्सेस नुनु, छुनुलाई झार उखेल्नु, थिसा वर्सेस थुसा हो, श्रीमतीलाई आमा, युमा वर्सेस अमा, घरलाई नाम, नेम वर्सेस नेम, फूललाई सुक्खा खेत, रेङ वर्सेस राङ, अनि डढ्नुलाई बाल्नु, जोरोक्सा वर्सेस जोरोङ यु। हो, अनि यहाँसम्म कि मृगलाई ओखर जस्ता कति फरक अर्थ दिने शब्दहरू बनाउँदो रहेछ। हो, र यसबाट लिनुपर्ने मुख्य सन्देश के हो भने हैन, सञ्चारमा सूक्ष्म भिन्नताहरूको पनि ठूलो शक्ति हुन्छ। हामीले बोल्ने हरेक ध्वनिको, चाहे त्यो जतिसुकै सानो किन नहोस्, महत्त्व हुन्छ। यसले भाषाको जटिलता र यसको संरचनाको सुन्दरता दुवैलाई एकैसाथ देखाउँछ। र अब जाँदा जाँदै श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ। हामीले स्रोतहरूमा केही सांस्कृतिक रूपमा महत्त्वपूर्ण शब्दहरू पनि भेट्यौं, जस्तै एरे र रिम। यी शब्दहरूलाई तिनका विशेष स्वर ध्वनिहरूले अरू शब्दहरूबाट छुट्याएका छन्। ती उदाहरणहरू महत्त्वपूर्ण थिए। अब प्रश्न यो हो कि यस्तो हुन सक्छ कि विशेष अवसरहरूमा, जस्तै संस्कार वा धार्मिक अनुष्ठानहरूमा प्रयोग हुने शब्दहरूको ध्वनि आफैमा, मतलब तिनीहरूको स्वर वा व्यञ्जनको प्रकृतिले केवल शब्द छुट्याउने काम मात्र नगरी त्यसको शाब्दिक अर्थभन्दा पर गएर कुनै थप गहिरो महत्त्व, शक्ति वा भावनात्मकता बोकेको होस्। मतलब ध्वनिको प्रतीकात्मकता, साउन्ड सिम्बलिजम जस्तो? हो, त्यस्तै। के धार्मिक वा सांस्कृतिक भाषामा ध्वनि विज्ञानको भूमिका केवल अर्थ छुट्याउनु मात्र हो, वा त्यहाँ ध्वनिको भावनात्मक असर, अफेक्टिभ क्वालिटीको पनि कुनै भूमिका हुन्छ? यो विचार गर्न लायक प्रश्न हो जस्तो लाग्छ। हाम्रो अर्को गहिरो विश्लेषण चर्चासम्मको लागि बिदा।